साथीहरु स्वागत छ आजको यस भिडियोमा नेपाली भाषाबाट रोमानियन भाषा सिक्दै छौं हामी। हेलो नमस्ते नमस्तेलाई चाहिँ बुन्ना जीवा भन्दो रहेछ है। बुन्ना जीवा। गुड मर्निङ शुभ प्रभात भन्दा चाहिँ बुन्ना दिमिनियासा भन्दो रहेछ है। बुन्ना दिमिनियासा। गुड इभिनिङ शुभ सन्ध्या। हामीले यहाँ चाहिँ साँझमा गुड इभिनिङ भन्दाखेरि चाहिँ त्यहाँ बुन्ना सेआरा भन्दो रहेछ है। रोमानियन ल्याङ्ग्वेजमा बुन्ना सेआरा। नेपालीमा गुड बाई भन्दा चाहिँ रोमानियनमा चाहिँ ला रेभेदेरे भन्दो रहेछ। ला रेभेदेरे भन्दो रहेछ है। हाउ आर यु के गर्दैछौ अथवा कस्तो छ भन्दाखेरि चाहिँ रोमानियनमा चे फाँची भन्दो रहेछ है। चे फाँची। त्यसपछि त्यसको उत्तर आई एम फाइन म ठिक छु भन्नु पर्यो भने चाहिँ के भन्दो रहेछ सुन्त बिने भन्दो रहेछ है। सुन्त बिने। थ्याङ्क यू धन्यवाद भन्दा चाहिँ मुल्त सुमेस्क भन्दो रहेछ है। यु आर वेलकम स्वागत छ भन्दाखेरि चाहिँ कु प्लाचिर भन्दो रहेछ है। कु प्लाचिर भन्दो रहेछ। प्लिज कृपया भन्नु पर्यो भने चाहिँ तेरोग भन्दो रहेछ है। रोमानियन भाषामा तेरोग भन्दो रहेछ। नाइस टु मिट यु भेटेर खुसी लाग्यो भन्नु पर्यो भने चाहिँ इमी पारे बिने भन्दो रहेछ है। इमी पारे बिने भन्दो रहेछ रोमानियनमा। वाट इज योर नेम तिम्रो नाम के हो भन्नु पर्यो भने चाहिँ रोमानियन भाषामा कुम तके आमा भन्दो रहेछ है। कुम तके आमा भन्दो रहेछ। अनि त्यसको उत्तर दिनु पर्यो माई नेम इज राम मेरो नाम राम हो भन्नु पर्यो भने चाहिँ रोमानियन भाषामा म के आमा राम भन्दो रहेछ है। म के आमा राम भन्दो रहेछ। अनि वेयर आर यु फ्रम तिमी कहाँबाट हो भन्नु पर्यो भने चाहिँ सोध्नु पर्यो भने दे उन्दे एसटी भन्दो रहेछ है। रोमानियन भाषामा चाहिँ तिमी कहाँबाट हो भन्दा दे उन्दे एसटी भन्दो रहेछ। अब हामीले त्यसको उत्तर दिनु पर्यो जस्तै आई एम फ्रम नेपाल म नेपालबाट हुँ भन्नु पर्यो भने चाहिँ सुन्त दिन नेपाल भन्दो रहेछ है। सुन्त दिन नेपाल भन्दो रहेछ। हाउ मच इज इट कति पर्छ भन्नु पर्यो भने चाहिँ रोमानियन भाषामा कत कोस्ता भन्दो रहेछ है। कत कोस्ता भन्दो रहेछ। अनि आई डोन्ट अन्डरस्ट्यान्ड मलाई बुझेन म बुझेन भन्नु पर्यो भने चाहिँ रोमानियन भाषामा नु इन्तेसेलेग भन्दो रहेछ है। नु इन्तेसेलेग भन्दो रहेछ रोमानियन भाषामा। अनि तपाईँ डु यु स्पिक इङ्ग्लिस तपाईँ अङ्ग्रेजी बोल्नुहुन्छ भन्नु पर्यो भने चाहिँ रोमानियन भाषामा कसरी सोध्ने भन्दा बर्बिस्च एलेङ्जा भन्दो रहेछ है। बर्बिस्च एलेङ्जा भन्दो रहेछ रोमानियन भाषामा। त्यसपछि हेल्प मद्दत जस्तै कुनै समयमा केही कामले हेल्प चाहियो मद्दत चाहियो भने चाहिँ रोमानियन भाषामा अजुतोर भन्न मिल्दो रहेछ है। अजुतोर भन्दो रहेछ। त्यसै गरी जस्तै अब कतै जाँदाखेरि चाहिँ हामीलाई सर्पिल लाग्यो त्यति बेला चाहिँ वेयर इज द टोइलेट भन्न कतै सोध्नु पर्यो मान्छेलाई शौचालय कहाँ छ भनेर सोध्नु पर्यो भने चाहिँ कसरी सोध्दो रहेछौँ भने रोमानियन भाषामा उन्दे यस्ते तो आलो ता भन्दो रहेछ है। उन्दे यस्ते तो आले ता भन्दो रहेछ रोमानियन भाषामा। अनि त्यसपछि अब हामी एकपटक भेटेर फेरि भेटौँला भन्नु पर्यो भने जस्तै सी यु सुन छिट्टै भेटौँला भन्नु पर्यो भने चाहिँ रोमानियन भाषामा के भन्दो रहेछ पे कुरान्द भन्दो रहेछ है। पे कुरान्द भन्दो रहेछ।